अन्यहासेयो नमस्कार सम्पूर्ण विद्यार्थी साथीहरुमा म तपाईहरुको कोरियन भाषा प्रशिक्षक राज कटवालको नमस्कार स्वीकार्नुहोस्। आज हामी कहाँ धेरै टाढादेखिको हाम्रो सोशल प्लेटफर्म मार्फत हामी कहाँ पढ्ने भनेर आइपुग्नु भएको छ र हामीले बारम्बार भनिरहेका छौं अहिले प्लस 2 दिएर बस्नु भएका विद्यार्थी साथीहरुका लागि विशेष छुटका साथ हामीले तपाईहरुलाई केही टेवा पुगोस् भनेर कक्षाहरु धमाधम नयाँ सञ्चालन गरिरहेका छौं। त्यसै क्रममा आज हामी कहाँ धेरै टाढादेखिको अभिभावक सहित विद्यार्थी आइपुग्नु भएको छ। सर्वप्रथम उहाँहरुलाई स्वागत गरौं। नमस्कार। नमस्कार। हाम्रो यो पाठशाला कोरियन भाषा केन्द्रमा तपाई कसरी जोडिन आइपुग्नु भयो? त्यो चाहिँ फेसबुक हेर्दै जाँदाखेरि अनि देखेपछि सूर्य विनायक भन्ने देख्यो। अनि भौतपुर सूर्य विनायक भएपछि मेरो ससुरले नि है अनि छोरोले नि अब कोरियन भाषा सिक्ने जापान जाऊ भने जापान जान मानेनन् अनि कोरियन सिक्छु भनेपछि अहिले जाउँ त भनेर लिएर आएको दार्जिलिङ देखिएको। हजुर भनेपछि हाम्रो फेसबुकमा छोरोले चाहिँ जुन भिडियो देखेर चाहिँ भिडियो चाहिँ मन पराउनु भयो, उहाँलाई चाहिँ राम्रो लाग्यो, बुवा यहाँनिर चाहिँ ठिक रहेछ भनेर भन्नुभयो छोराले। हजुर ल ठिक छ, एकदम हामी आभारी छौँ। अझै यसरी धेरै साथीहरू विद्यार्थी साथीहरूसँगै अभिभावकहरू पनि जोडिने क्रम जारी नै छ। त्यसै गरेर अब हामी यतातिर भाइतर्फ लागौँ। भाइको परिचय। नमस्ते, मेरो नाम सौगात परियार, म खजुरी धादिङदेखि आएको हो। मैले फेसबुकमा यो कोरियन पाठशालाको पेज देखेँ, त्यसलाई ओपन गरेर हेर्दा यहाँ धेरै सेवा सुविधा पनि भेटेँ अनि यहाँ मेरो आफन्तजन्यहरू पनि यहीँ नजिक हुनुभएकोले यहाँ सेवा सुविधा भयो, त्यहीँबाट यहाँ आउन इच्छुक भयो। हजुर भनेपछि हाम्रो भिडियोहरू हेर्नुभयो, तपाईँलाई राम्रो लाग्यो र त्यसै गरी तपाईँहरूको आफन्तहरूले पनि यहाँनिर चाहिँ राम्रो छ है, ठिक छ है भन्ने पनि भयो र त्यसै गरी पढाएको पनि राम्रो लागेर आएको भन्न खोज्नुभएको हो। हजुर हजुर ल हजुर, तपाईँहरू पनि यसै गरी हामी कहाँ कोरियन ल्याङ्ग्वेज सिकेर तपाईँको सपनाको देश कोरिया जान चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर रहेको छ 9742 87 0054। त्यसै गरी अर्को नम्बर रहेको छ 97056 16 511। अब ढिला नगर्नुहोस्, चाँडै नै तपाईलाई कोरिया पढाउने जिम्मा पाठशाला कोरियन भाषा केन्द्रको रहेको कुरा यहाँलाई जानकारी गराउँदछु। त्यसै गरी अहिले हामी कहाँ नयाँ कक्षाहरू बिहान 6 बजेदेखिको बेलुका 4 बजेसम्म रहेको कुरा पनि जानकारी गराउँदछु र त्यसै गरी अनलाइन कक्षा बेलुकाको 5 बजेदेखि 9 बजेसम्म रहेको कुरा पनि जानकारी गराउँदछु। र यदि